सम्पूर्णमा नमस्कार साथीहरु। यदि लसुनको सेवन गर्दै हुनुहुन्छ, विशेष गरेर यदि काँचो लसुनको सेवन गर्दै हुनुहुन्छ भने भिडियो अवश्य हेर्नु होला। यो भिडियोमा सबभन्दा पहिले लसुन खाँदा हामीलाई कुन कुन स्वास्थ्य लाभ हुन्छ यसको बारेमा जानकारी दिन्छु र यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा कि कस्तो अवस्थामा लसुनको सेवन बिल्कुलै गर्नु हुँदैन यसको बारेमा डिटेलमा जानकारी प्रदान गर्छु। भिडियो अत्यन्त जानकारीमूलक छ, यसले पुरै हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ र पहिलोचोटि यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि यस्तो किसिमको भिडियो बनाउने बित्तिकै सबभन्दा पहिला तपाईसँग पुगोस्। लसुनमा साथीहरु दुईवटा एकदमै महत्त्वपूर्ण कम्पाउन्ड रहेको हुन्छ जसलाई एलिसिन र सल्फर भन्ने गरिन्छ। यही दुईटा कम्पाउन्डका कारण यसको महत्त्व अत्यधिक हुने गर्छ। यदि निश्चित मात्रामा नियमित रूपमा हामी काँचो लसुनको सेवन गर्यौं भने सबभन्दा पहिले त यसले हाम्रो मुटुलाई एकदमै निरोगी र स्वस्थ राख्न मद्दत पुर्याउँछ। हाम्रो मुटुको जुन क्रियाकलापहरु छ, कार्य छ, त्यसलाई राम्रो गराउन मद्दत पुर्याउँछ। यसले हाम्रो ब्लड प्रेसरलाई नियन्त्रण अवस्थामा राख्न हामीले सधैं मद्दत पुर्याइरहेको हुन्छ। हाम्रो रगत नलीलाई यसले सफा राख्न मद्दत पुर्याउँछ। हाम्रो रगत भित्र यदि खराब किसिमको कोलेस्ट्रोलको मात्रा बढेको छ भने त्यसलाई यसले नियन्त्रण अवस्थामा राख्न मद्दत पुर्याउँछ। रगतलाई सफा गर्न यसले हामीले सहयोग पुर्याउने कार्य गर्छ। यसकारण यसले मुटुको लागि अत्यन्त लाभदायक मानिन्छ। यसको नियमित सेवन गरेर मुटुलाई निरोगी र स्वस्थ राख्न धेरै हदसम्म मद्दत प्राप्त गर्न सकिन्छ। लसुनलाई आयुर्वेदमा एन्टिबायोटिकको संज्ञा दिएको छ, यानी कि यो एन्टिबायोटिकको जस्तो पनि हाम्रो शरीरभित्र काम गर्छ किनभने यसमा एन्टिमाइक्रोबियल गुण प्रचुर मात्रामा रहेको हुन्छ। यसको निरन्तर सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउन मद्दत पुर्याउँछ र हाम्रो शरीरलाई विभिन्न किसिमको संक्रामक बिमारीबाट बचाउँछ, जस्तै रुगा, खोकी, दमको जोखिमबाट यसले हाम्रो शरीरलाई बचाउन मद्दत पुर्याउँछ। त्यसकारण यसलाई निश्चित मात्रामा नियमित रूपमा सेवन गरेर आफ्नो शरीरलाई यी संक्रमणको जोखिमबाट बचाउन मद्दत प्राप्त गर्न सकिन्छ। यसले हाम्रो शरीरलाई विभिन्न किसिमको क्यान्सरको जोखिमबाट बचाउन पनि हामीले मद्दत पुर्याइरहेको हुन्छ। यसको अलावा यदि हाम्रो शरीरको भित्री भागमा कहीँ कतै सुजन इन्फ्लामेसन छ भने त्यसलाई कम गर्न यसले मद्दत पुर्याउँछ। त्यसकारण नियमित रूपमा काँचो लसुनको सेवन गरेर यी सम्पूर्ण स्वास्थ्य लाभ प्राप्त गर्नुहोला। काँचो लसुनको मात्राको कुरा गर्ने हो भने एउटा स्वस्थ व्यक्तिको लागि, यानी कि कुनै पनि मेडिकल इस्यु नभएको व्यक्तिको लागि 2 दाना काँचो लसुन दैनिक एकपटक नियमित रूपमा सेवन गरिराख्नु होला। यति मात्रा हाम्रो लागि एकदमै राम्रो मानिन्छ, एकदमै स्वस्थकर मानिन्छ। त्यसकारण 2वटा दाना नियमित रूपमा सेवन गरिराख्नु होला। अब हामी आउँछौं मुख्य कुरामा, कस्तो अवस्थामा लसुनको सेवन बिल्कुलै गर्नु हुँदैन। यदि कोही व्यक्तिलाई लगातार ब्लिडिङ भइरहेको छ, चाहे त्यो कुनै पनि भागबाट होस्, जस्तै हाम्रो दिदीबहिनीहरूलाई महिनावारीको बेलामा अत्यधिक मात्रामा रक्तस्राव हुने गर्छ, कसैलाई पाइल्सको समस्या छ भने त्यस्तो अवस्थामा दिशाको माध्यमबाट छ, दिशाको जुन मार्ग छ त्यसबाट अत्यधिक मात्रामा रक्तस्राव भइरहेको हुन्छ, त्यस्तो अवस्थामा, अथवा कसैलाई नाकबाट रगत जाने समस्या हुन्छ, त्यस्तो अवस्थामा, अथवा अन्य कुनै कारणले यदि हाम्रो शरीरबाट रगत बग्ने समस्या छ भने त्यस्तो अवस्थामा भुलेर पनि काँचो लसुन अथवा लसुनको सेवन गर्नु हुँदैन। दोस्रो कुरा, यदि तपाई अपरेसन गर्न जाँदै हुनुहुन्छ, यानी कि सर्जरीको तर्खरमा हुनुहुन्छ, तयारीमा हुनुहुन्छ, सर्जरी गर्नुभन्दा पहिलेदेखि लिएर सर्जरी गरिसकेपछि सन्चो नहुँदासम्म काँचो लसुनको सेवन गर्नु हुँदैन अथवा लसुनलाई कुनै पनि तरिकाले सेवन गर्नु हुँदैन। यदि सेवन गर्नु पर्यो भन्नाले यसपछि सेवन गर्नु पर्यो भने एकपटक आफ्नो चिकित्सकको सल्लाह अवश्य लिनु होला। यसको अलावा यदि तपाई कुनै पनि किसिमको गम्भीर बिमारीको औषधि सेवन गर्दै हुनुहुन्छ, जस्तै रगतलाई पातलो बनाउने औषधिको सेवन गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा पनि लसुनको सेवन गर्नु हुँदैन किनभने लसुनले पनि रगतलाई पातलो बनाउन मद्दत पुर्याउने कार्य गर्छ। त्यसकारण यदि गर्नु पर्यो भने एकपटक आफ्नो चिकित्सकको सल्लाह अवश्य लिनु होला। साथीहरु, यसरी यो तरिकाले लसुन नियमित रूपमा सेवन गर्नुभयो भने यसले विभिन्न किसिमको स्वास्थ्य लाभ प्रदान गर्छ र हाम्रो शरीरलाई विभिन्न किसिमको जोखिमबाट बचाउन हामीलाई मद्दत पुर्याउने कार्य गर्छ। साथीहरु, आशा गरिरहेको छु भिडियोले निश्चित रूपमा यहाँलाई धेरै हदसम्म लाभ पुर्याउने छ। यदि भिडियो राम्रो लागेको छ भने यसलाई लाइक गर्नु होला, धेरै जनाको बीचमा यसलाई शेयर गरिदिनु होला। धेरै धेरै धन्यवाद। नमस्कार।